लगायत आज हामी चिकन चाउमिनको लागि चिकन सँगसँगै प्याजपछि हामीले बन्दा हाल्दैछौँ। बन्दा पछाडि हामी गाजर पनि हाल्नेछौँ। थोरै हैन सबै कुरा मिलाएर थोरै गाजर हाल्यौँ। त्यसपछि अब सबैले जस्तो अलिकति थोरै साग थियो, थोरै साग पनि हाल्यौँ हैन। यसो जेमा पनि अलिकति यसो अरू खान मन लाग्छ, त्यही भएर साग पनि हाल्यौँ एकै सँगसँगै। त्यसपछि हामी चलाउँदैछौँ। थोरै एकछिन यसलाई हामीले फ्राई गर्छौँ हैन। फ्राई गरिसकेपछि अलिकति कलर आउने भइसके पछाडि हामी विभिन्न थरीका मरमसलाहरू पनि हाल्छौँ। हामी सबैभन्दा पहिला बेसार हाल्दैछौँ हैन। बेसार त्यसपछि हामी जिराको धुलो हाल्छौँ थोरै मात्रामा, किनभने चाउमिन पनि दुईजनालाई मात्र थोरै पकाउने भएर जिराको धुलो पनि थोरै हाल्यौँ। अलिकति थोरै हामीले अदुवा लसुनको पेस्ट पनि हाल्यौँ। थोरै बनाउनु भएको भएर हामीले सबै कुरा थोरै हाल्दैछौँ। त्यसपछि हामीलाई हामीलाई चाहिने स्वादअनुसारको नुन। त्यसपछि हामीसँग चाउमिनको मसला नभएको हुनाले मिट मसला हाल्यौँ हैन। त्यसलाई एकछिन हामीले पर भुट्दैछौँ। यसो अलि चाउमिन पकाउने खालको डाडु नभएको भएर हामीले चिम्टाले घोट्दैछौँ। त्यसपछि थोरै हामीलाई चाहिने मात्रामा हामीले चाउमिन हाल्दैछौँ। चाउमिन सबै कुरा हालिसकेपछि हामीले एकछिन मिक्स गर्छौँ। मिक्स गरेर चाउमिनलाई पनि एकछिन फ्राई गर्छौँ। अलिकति फ्राई गरे पछाडि हामीले यसमा सोया सस राख्छौँ, किनभने जापानको सोया सस पनि नेपालको जस्तो अलिक कलर नआउँदो रहेछ। जति हाले पनि बरु चिल्लो चाहिँ हुने, तर कलर चाहिँ नहुने। अलिकति चलाउँदा थोरै पोखियो पनि। त्यसपछि हामीले बिर्स्यौँ, फेरि खुर्सानी चाहिँ हाल्न बिर्स्यौँ है। खुर्सानी चाहिँ लास्टमा हाल्यौँ र फाइनल्ली हाम्रो होममेड चाउमिन तयार भयो। र छेउमा हाम्रो सलाद पनि रहेको छ।